हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आजको भिडियोमा हजुरहरूलाई मैले चिकन रोस्टलाई छिटो र सरल तरिकाले कसरी बनाउन सकिन्छ भन्ने कुरा देखाउन गइरहेको छु। बोनलेस भएका कारणले बच्चा र वृद्ध सबैले सजिलै खान मिल्ने यो रेसिपी तयार गर्न एकदमै सजिलो छ। सबैभन्दा पहिले चिकन ब्रेस्ट लिनुपर्छ। यसमा हामीले लसुन अदुवाको पेस्ट, मसला, नुन, बेसार, तेल राखेर 1 घण्टासम्म म्यारिनेट गर्नको लागि छोडिदिनुपर्छ। म्यारिनेट भइसकेको मासुलाई हामीले डिप फ्राई गर्नुपर्छ। अब चिकन रोस्ट खानको लागि तयार भइसकेको छ। हजुरहरू पनि यसरी नै घरमा सजिलो तरिकाले चिकन रोस्ट तयार गर्नुहोला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनुहोला। थ्याङ्क यू फर वाचिङ।